लु है आज चुलामा मैले मासु पकाएको कति ग्यासमा पकाउनु भनेर आज चुलामा बनाएको कि हो कस्तो लाग्यो तपाईहरुलाई यसो कमेन्ट गर्नुहोस् होला यो चाहिँ अझै भुटेको छैन चाहिँ मजाले भुट्नुपर्छ यसलाई सब्जीलाई आज चाहिँ बहुत दिन बाद चुलामा बनाएको मासु कि प्रायः जस्तो ग्यासमै बनाइबस्थ्यौं नि त हामीले अन्त टेस्ट चाहिँ अब ग्यासमा भन्दा चुलामा बनाएको मिठो हुन्छ चलाउँदै गर्नुपर्छ अहिले आज मैले मासुमा चाहिँ त्यो के भन्छ त्यो रङ खोर्सानी हालेको छैन कि त्यसले गर्दाखेरि अलिकति रातो रातो देखिएछ न तर बेसी चाहिँ हाल्नु खानु पनि राम्रो हैन हेल्थको लागि रङ खोर्सानीहरु सिम्पल छ यो चाहिँ एकदम यसलाई मोटामोटी लाग्छ पाक्नु अझै 5-10 मिनेट लाग्छ त्यतिखेर चाहिँ भुट्दै भुट्दै जान्छ त्यहाँदेखि मात्रै अलिकति हल्का खाने लायकको ग्रेभी बनाउँछ ल कस्तो लाग्यो के लाग्यो कमेन्ट गर्नुहोस् होला